दर्शकबिन्दु अहिले हामी दाङ जिल्लाको तुलसीपुर नगरपालिकामा आइरहेका छौँ। यहाँ देखिराख्नु भएको छ नेपाल कम्युनिस्ट पार्टीको एमालेको कार्यालय छ। यहाँ चुनावको निकै चहलपहल भइरहेको छ। पार्टी कार्यालयमा चाहिँ कार्यकर्ताहरूको भिडभाड निकै लागिरहेको छ। यसै सन्दर्भमा हामी चाहिँ घनश्याम पाण्डे हुनुहुन्छ, अहिलेको चाहिँ यहाँको उम्मेदवार हुनुहुन्छ निर्वाचन क्षेत्र 3 मा। उहाँसित हामी कुरा गर्न गइरहेका छौँ। नेकपा एमालेबाट उम्मेदवार प्रत्याशी हुनुहुन्छ, संसदको महत्त्वपूर्ण एउटा चुनावमा घुमिनुभएको छ घनश्याम पाण्डेजी हुनुहुन्छ। चुनाव सङ्ग्राम विशेष कार्यक्रममा तपाईँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ तपाईँलाई। धन्यवाद। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सूर्य नमस्कार गर्न चाहन्छु। कस्तो लागिरहेको छ अहिले तपाईँ निर्वाचन क्षेत्र 3 नम्बरमा महत्त्वपूर्ण जिम्मेवारीका साथ तपाईँले एउटा चुनावी मैदानमा घुमिनु भएको छ। जनताको भेटघाट कस्तो भइरहेको छ? यहाँबाट सुरुवात गरौँ। हुन्छ, धन्यवाद छ। अहिले सबभन्दा पहिला त म नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर 3 मा उम्मेदवार भइरहँदा पश्चिम दाङ क्षेत्र नम्बर 3 मा दिदीबहिनीहरूमा निर्वाचन विशेष परिस्थितिमा हुन गइरहेको हुँदा दाङवासीलाई, पश्चिम दाङका मतदातालाई घनश्याम पाण्डे एउटा चाहिँ चिरपरिचित नाम नै हो। यहीँ पढेँ, लेखेँ, हुर्केँ र शिक्षा दीक्षा गरेँ र सँगसँगै मैले बचपनदेखि, बाल्यकालदेखि नै मेरा साथीभाइ इष्टमित्र यही सेरोफेरोमा भएको हुँदा मलाई यहाँ चिरपरिचित नै छु। दोस्रो कुरा, मैले समुदायदेखि स्थानीय सरकारमा रहेर मैले जे काम गरेँ त्यो पश्चिम दाङवासीलाई जानकारी छ र उहाँहरूलाई के विश्वास छ भने घनश्याम पाण्डे प्रतिनिधि सभाको उम्मेदवार भइरहँदा दाङबाट प्रतिनिधि सभामा जित्दै गर्दा यो नै काम गर्न सक्ने मान्छे हो भन्ने विश्वास चाहिँ परेको छ। तपाईँले विश्वास, जनताले तपाईँले विश्वास गर्ने आधारहरू के छन्? पहिलो कुरा त म चाहिँ बोल्ने मात्रै होइन, काम गर्ने व्यक्ति हो। समस्या बुझेर, जनताका कठिनाइहरू, समस्याहरू बुझेर त्यो समस्यालाई समाधान गर्ने, संसदीय सुनाई, नीति अडिट, नीति परीक्षण जस्ता कार्यक्रम गरेर तपाईँहरूका हरेकका समस्या समाधान गर्नका लागि पहल गर्छु। त्यसमा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, बाटो, जुनसुकै समस्याहरू त्यसलाई गर्छु। तपाईँका यो क्षेत्रमा बसोबास गर्ने मतदाताका धेरैका सन्तानहरू संसारभरि हुनुहुन्छ। मैले नेकपा एमालेको तर्फबाट युरोप, अमेरिकाको जिम्मेवारी लिइरहँदा ती ठाउँहरूमा मैले धेरै नेपालीहरू यो ठाउँबाट जानुभएकाहरूलाई भेटेको छु। कतार, मलेसिया, दुबई, ओमान अथवा जापान, कोरिया, मलेसिया, अस्ट्रेलिया, यी देशहरूमा चाहिने थुप्रै चाहिने यहाँका सन्तानहरू हुनुहुन्छ। तपाईँका सन्तानहरूलाई प्रवासमा कुनसुकै पनि जुनसुकै कठिनाइ पर्यो भने म उहाँहरूलाई सेवा गर्न तयार छु। त्यसका लागि मलाई भाषाको समस्या छैन, प्रविधिको समस्या छैन, मैले समय चिनेको छु, भाषा जानेको छु। मैले त्यो समस्या प्रवासमा रहेका तपाईँहरूको सन्तानहरूका समस्यालाई सम्बोधन गर्न मैले सक्छु भने स्वदेशमा रहेका, खास गरेर प्रवासबाट नेपाल फर्केका, जसलाई हामीले रिटर्नी भन्छौँ, ती रिटर्नीहरूलाई नेपाली समाजमा पुनर्स्थापना गर्नका लागि परिवारमा, राजनीतिमा, व्यवसायमा, अर्थतन्त्रमा त्यसलाई मैले भूमिका निभाउँछु र मैले जनताका समस्यालाई बुझेर, मनन गरेर त्यसलाई चाहिँ नीति र विधि बनाएर समाधान गर्नका लागि मैले पहल गर्छु। मैले दाङ क्षेत्र नम्बर 3 का मतदाताहरूको अभिमतलाई चाहिँ मतदाताको भावनालाई कहिले पनि चोट नपुर्याइकन सधैँ शिर उच्च राख्ने गर्न म काम गर्छु। त्यसैले म सबै मतदाता दाजुभाइ दिदीबहिनीहरूलाई हरेक दिन बिहान जुरुक्क उठ्ने, सूर्य नमस्कार भन्ने योगा छ। सूर्य नमस्कार गर्यो भने त्यसले शरीरलाई पनि राम्रो बनाउँछ, मनलाई पनि राम्रो बनाउँछ। हरेक दिन सूर्यलाई सम्झिने, त्यो सूर्यको उज्यालोभित्र घनश्याम पाण्डेको हँसिलो अनुहार सम्झिने र फागुन 21 गतेका दिन आफ्नो मतदान केन्द्रमा गएर सूर्यमा मतदान गर्नका लागि अपिल गर्छु। त्यो तपाईँहरूले दिने एउटा गोप्य मतदान हो। आफूले पनि मतदान गर्ने, अरूलाई पनि मतदान गर्नका लागि आह्वान गर्नका लागि अपिल गर्छु।